हात नलगा भन्दैछु फेरि हात नलगा लाउँछु मसले मेरो दाइलाई उयो गरि दाइलाई उयो गरिस् कि भयो बाबा हात नलगा कति गर्छु किन गर्दिन किन हाल्छु सर मेरो दाइले कति दुःख गरेको थियो तेरो लागि भनेर मान्छे सुखा पाइदिरहेछ छुटाउनु न भयो हुन्छ मैले हाल्नु हुँदैन भन्छ दाइ छुटाउनु भएको कुरा गर राम्रो तिमीहरूलाई मिलाउनु खोजेको मिल्दिन मिलाउनु खोजेको नमिलेरै हो तेरो दाइ यहाँ आएर पनि 6 महिना त बाजेर हिँडेको मान्छे हो बस त नि तँलाई नै भन्नु त्यत्रो उयो गर्दा नि उयो गरेको थियो क्या राम्रो गरेको थियो मेरो दाइ कसैको चल्दैन कसैको एकदम हिलेको होस् न चिल्लाएर मलाई थाहा छ मलाई थाहा छ छैन तेरो दाइले ल्याएर उभ्या तेरो दाइको अगाडि बोलिरहेछ भने मलाई बोलेर त होला त थाहा छ कति सौ गरेको थिइस् साले दुनियाँ नागा लिएर सुताएर बस्ने त होइन मेरो बुढो इस बुढो दुनियाँ नागा लिएर सुताएर बस्ने है तिमीले अस्ति नै भिनाजु भनेको हैन हो भनेको भेना हुन्छ त ओ मैले तिमीले भिनाजु भनेर राखे है यदि मेरो भूमिमा हो भने तिमीलाई मैले पढाउँदियो तिमीले भिनाजु भनेको त सुनाएर बच्चाको अनुहार पनि मैले उस्तै देखेर मैले भिनाजु नै रहेछ भने पाप बोल्नु त भएन मैले मिल्छ दिदी त जब यो दाइको मैले त चुब लाएर बसे हेर हरेक कुरामा हैन हो मैले त्यति गर्दा पनि तिमीले यस्तो गरेर पाउँदैन मान्छु म तिमीले त्यस्तो भन्दा पनि मैले अझ हो नै रहेछ भन्ने भयो के तिमीले यस्तो भ्रम पार्न हुन्छ त तिमीले उसको सुहानी छ तिमीले कोही भन्न मिल्छ त है त्यसरी नबोला के तिमीले मेरो बुढोले बेइज्जत गरेको भएर हो मैले बुढो मानेको हो सुहानी पहिला तिमीले अर्काको ताक्ने हो तिमीले 2 दिनको लागि चाट्ने पहिले हेला गरेछ त मेहनत गरेर खान सक्नु पर्दैन तिमीलाई मैले कुनै दिन जाऊ भनी त मिठो चोखो पाकेको यो सिरानदेखि पुच्चारसम्म बाडेर खाने मान्छे म अहिलेसम्म कसैलाई नराम्रो गरेको तिम्रो मेरो घरमा 2-3 जना हो त्यो दिनदेखि चाहिँ मैले मन मारेको हेर्नु दिदी तपाईँ पनि सुन्नु तिमीले पनि त भन्नु पर्दैन तिम्रो पहिला म सम्झाउन सक्दैन थिएँ यहाँबाट तिम्रो पहिला त त्यत्रो गरेर यहाँ कोठा खोजेर त्यो देउता जस्तो बोल्न नसक्ने मूर्ति जस्तो तिम्रो पहिला मूर्ति जस्तो चुबोलारले नबोलिकन गयो मैले उसलाई देउकै मान्छु सोझो एक वचन मेरो ढोकाबाट नछिरिकन त्यो केटो मैले दिएँ कुनै खानेकुरा दिएँ होला तर यहाँ बसेर खायो त्यो मान्छे त्यस्तो जस्तो मान्छे त यो कोठामा अर्को पनि 2टा